तपाईले सोच्नु भयो होला यो गीत उहाँको लागि हो भनेर, उहाँको लागि होइन, उहाँको लागि अर्को साथीको गीत ल्याएर होला कुनै दिन। समीक्षा पनि छ, पल पनि छ, म सबैसँग काम गर्छु। पल शाहलाई भनेर मैले कहिले नाम तोकेको छैन हेर्नुहोस् होइन। मैले भन्छु नि म आफ्नो बाटो हिँड्छु, म कसैलाई पनि चलाउँदिनँ, मेरो आफ्नै प्याटर्न छ। हिजोको दिनमा पनि उहाँ के अरे तनहुँ जेलमा हुँदा पनि म त 5-6 चोटि भेट्न गएको हुँ नि त, नत्र भने त मलाई उहाँसँग दुश्मनी भएको त म भेट्नै जान्थेन। त्यो भएको हुनाले किनकि मैले इन्डस्ट्री बुझाएको छु, यहाँ कति खर्च हुन्छ, त्यहाँ कति खर्च हुन्छ मलाई थाहा छ होइन। क्यामेराले कति लिन्छ होइन, अरू मुर्गाहरूलाई त हान्छ, यहाँ 10 लाख पनि हान्छ, 20 लाख पनि हान्छ होइन। तर मलाई त थाहा छ नि त। तर यो च्यालेन्ज चाहिँ म आफूले दिएको हो, किनकि जहिलेसम्म यो इन्डस्ट्रीमा आफूले च्यालेन्ज गर्दैन त्यो मान्छे कहिले पनि माथि जाँदैन। च्यालेन्ज त्यो हो। र पल शाहलाई भनेर मैले कहिले नाम तोकेको छैन हेर्नुहोस् होइन। मैले भन्छु नि म आफ्नो बाटो हिँड्छु, म कसैलाई पनि चलाउँदिनँ, मेरो आफ्नै प्याटर्न छ। हिजोको दिनमा पनि दुर्गेश थापाले त्यस्तै गीत निकालेको, कि दुर्गेश जेलमा भन्ने गीतहरू, रातो रातो खुर्सानी पिरो छ, छेत्रीको छ, हिरो छ, हरेक गीतहरू मेरो फरक प्याटर्नको छ। यो पनि फरक प्याटर्नको गीत हो। र मैले कसैलाई होच्याउन खोजेँ होइन, कसैलाई चाहिँ डोमिनेट गर्न खोजेँ होइन। सबैले आफ्नो आफ्नो काम गर्न पाउनुपर्छ, सबैले आफ्नो आफ्नो काम गरेर खान पाउनुपर्छ। र मेरो प्याटर्न यो हो, र मेरो प्याटर्नलाई चाहिँ मैले न्याय दिएको हो। अब तपाईँहरूले कसरी लिनुहुन्छ यो तपाईँको हातमा छ। अब धेरै त के हो नि होइन। अब तपाईँहरूलाई थोरै लाग्छ होला, अब धेरै भनेर पनि गर्नु भएको छ। तर यसमा अहिलेसम्म चाहिँ 7 लाख रुपियाँ खर्च भएको छ। 7 लाखको भिडियो हो, 1 डे 1 नाइटमा। मेरो लागि चाहिँ यो धेरै हो फेरि, किनकि मैले इन्डस्ट्री बुझाएको छु, यहाँ कति खर्च हुन्छ, त्यहाँ कति खर्च हुन्छ मलाई थाहा छ होइन। क्यामेराले कति लिन्छ होइन, अरू मुर्गाहरूलाई त हान्छ, यहाँ 10 लाख पनि हान्छ, 20 लाख पनि हान्छ होइन। तर मलाई त थाहा छ नि त। तर यो इन्डस्ट्रीमा म आफू कति 20 वर्ष भयो होइन, 20 वर्ष भयो स्ट्रगल गरेर अहिले यहाँ आएको। त्यो भएको हुनाले मेरो लागि चाहिँ यो 7 लाख चाहिँ एकदम धेरै हो होइन। मलाई त जहिले नै वेलकम छ नि। मैले भने नि म रियलमा धेरै फरक छु होइन। मसँग सङ्गत गरेका मान्छेहरू, मसँग जोडिएको मान्छेले मात्र दुर्गेश थापा को भन्छ चिन्छ होइन। पर्दामा अब देख्नु भयो दुश्मनमा मेरो एटिट्युड कस्तो छ र म रियलमा कस्तो छ भन्ने कुरा तपाईँहरूलाई पनि थाहा छ, सबैलाई थाहा छ। त्यही भएर त मलाई आनन्द दाई, प्रियङ्काजी, कविजी, अङ्कलजी सबैजनाले मलाई किन यति धेरै माया गर्छ, किनकि म रियलमा फरक छु कि। त्यो भएको हुनाले मैले मसँग काम गर्नको लागि जसलाई पनि वेलकम छ। समीक्षा पनि छ, पल पनि छ, म सबैसँग काम गर्छु। किनकि म यो इन्डस्ट्रीमा आइसकेपछि एकजना मात्रै भएर होइन कि, हामी मिलेर जाँदा चाहिँ राम्रो लाग्छ कि मलाई होइन। उहाँहरू आउनुहुन्छ भने वेलकम छ, आउनुहुन्न भने ठिकै छ। मैले होइन त्यस्तो गीत आयो भने, कुनै गीत आयो भने म मिलाउँला, म मिलाउँछु। म नमिलाउने भने होइन। म त हिजोको दिनमा पनि उहाँ के अरे तनहुँ जेलमा हुँदा पनि म त 5-6 चोटि भेट्न गएको हुँ नि त, नत्र भने त मलाई उहाँसँग दुश्मनी भएको त म भेट्नै जान्थेन। त्यो भएको हुनाले तपाईँले सोच्नु भयो होला यो गीत उहाँको लागि हो भनेर, उहाँको लागि होइन, उहाँको लागि अर्को साथीको गीत ल्याएर होला कुनै दिन। त्यो समय मिल्यो भने म बनाएर आउँछु। किङ चाहिँ अहिले मैले विचार गरेको छैन। मलाई चाहिँ फेरि वीरेन्द्र किङ भन्छ नि, यसो चस्मा सिस्मा टोपी सोपी लगायो भने चाहिँ। होइन त्यस्तो देखाउन पर्ने खालिको रिलेसनसिपमा म थिएँ भने म त्यस्तो स्टेपै बनाउँदिनँ थिएँ पहिला सुरु होइन। बिकज यो स्क्रिनको लागि हो। यस्तो सिजलिङ खालिको गीत छ जहाँनिर यस्तो हाम्रो केमिस्ट्री देखाउन मिल्ने खालिको डान्स स्टेप्सहरू भइरहेको बेलामा चाहिँ मैले एउटा हुक खालिको स्टेप पनि बनाउन त जुन भोलि गएर भाइरल पनि हुन्छ। र त्यसमा खास ध्यान दिएर हेर्नु भयो भने डाइरेक्ट पोइन्ट अफ टच केही पनि छैन कि, खालि मैले पैसा मुखमा राखेको, उहाँले अर्को साइडबाट त पैसा लिनुभएको। अनि मैले घर गएर सेयर चाहिँ गरेँ आयुषलाई, यस्तो स्टेप गएको थियो भन्दा उसको फर्स्ट क्वेसन थियो, छ्या पैसामा त कति जर्म्स हुन्छ, तिमीहरूले कति जर्म्स खायो होला चाहिँ भनेको थियो उसले होइन। किन पैसा फोहोर हुन्छ नि त, कति मान्छेको हातमा परेको हुन्छ। सो त्यो फोहोर चाहिँ कति खायो होला। सो उसको ध्यानमा अरू केही थिँदै थिएन, खालि कति फोहोर हुन्छ पैसामा, कतिचोटि हाल्यो होला तिमीहरूले मुखमा, कति जर्म्स खायो होला भन्ने मात्र थियो, अरू केही कन्सर्न थिएन। होइन नामै तोक्यो भने त अभि 2-3 वर्षसम्म यहीँ हुन्छौँ हामी, नाम त नतोकौँ होला होइन। भन्नुको मतलब दुश्मन भन्दा पनि यस्तो हुन्छ, कति दुश्मनी धेरै लेभलको हुन्छ र धेरै डिफ्रेन्ट स्टाइलको हुन्छ जस्तो लाग्छ क्या मलाई। कोही मान्छे चाहिँ जेलस भएर पनि दुश्मनी हुन्छ, किनभने एउटा सर्टन
ठाउँमा म पुग्छु भन्ने लाइफमा सोचेको हुन्छ र सायद केही कारणले त्यहाँ पुगेन र अरू कोही मान्छे त्यहाँ पुग्यो भने पनि त्यो मान्छे अटोमेटिकली दुश्मन हुन्छ किनभने त्यो चाहिँ पुग्यो म चाहिँ पुगेन भन्ने हुन्छ प्लस धेरै अरू रिजन्सहरू हुन्छ क्या अनि यो चाहिँ मैले अहिले बिस्तारै विथ एज विजडमहरू आउँछ नि त धेरै मेच्योरिटी आउँछ अनि म बुझ्छु कति धेरैचोटि दुश्मन चाहिँ अनह्याप्पिनेसले पनि आउँछ कि यदि कसैले मलाई एकदमै ह्याप्पी देख्यो पर्सनल लाइफमा प्रोफेसनल लाइफमा र एउटा सर्टन मान्छे त्यही लेभलको ह्याप्पिनेस पुग्न सकेन भने त्यो दुश्मन किनभने यस्तो यस्तो कुराले पनि ट्रिगर हुँदो रहेछ क्या दुश्मनी भनेको नि उसले किन पायो मैले किन पाएन ऊ त्यहाँ किन पुग्यो म त्यहाँ किन पुगेन उसँग किन धेरै छ मसँग किन छैन सो त्यो चाहिँ मलाई के लाग्छ भने ममा कमी या मेरो फल्ट भन्दा पनि उहाँले आफैले आफ्नो लाइफ निहालेर हेर्न नसक्नु भएको जस्तो लाग्छ कि त्यो जो मान्छेले त्यसरी सोच्नुहुन्छ त्यो उहाँकै कमजोरी हो जस्तो लाग्छ र त्यो मैले कहिले पनि चेन्ज गर्न सक्दिनँ चाहे त्यो जेन्युन हेट होस् मेरो लागि या यतिकै यस्तो के भन्ठान्छ आफूलाई भन्ने खालेको हेट होस् या कति काम गरेको भन्ने खालेको हेट होस् होइन मैले त्यसलाई कहिले एड्रेस पनि गर्न सक्दिनँ चेन्ज पनि गर्न सक्दिनँ सो मैले बेस्ट गर्न सक्ने भनेको चाहिँ आफ्नै बाटो हिँड्ने हो उहाँले भने जस्तै अझै बेस्ट आफ्नो बेस्ट भर्जन दिन खोज्दै जाने हो विथ एभ्री पासिङ डे अझै मेहनत गर्दै जाने हो होइन म यो एउटा लाइन धेरैचोटि धेरै ठाउँमा भने पनि छु र म फलो पनि गर्छु कि हामी रिलिजनमा त हामी डिफ्रेन्ट भगवान फलो गर्छौँ कसैलाई कुन भगवान मन पर्दैन कसैलाई कुन रिलिजन मन पर्दैन कोही मन्दिर जानु हुँदैन कोही चर्च जानु हुँदैन भने पुरै संसारले एउटै मान्छेलाई मन पराउनै पर्छ त पर्दैन नि जस्तो लाग्छ क्या कोही मान्छेले मलाई मन पराउनु हुँदैन भने इट्स ओके इट्स फाइन त्यस्तो लाग्छ मलाई भेटिँदैन भोलि 5वटा भेट्न माग्दा मैले दिँदैन यो भिडियोमा दुश्मनहरू फरक फरक त्यो लाइक कतिको बुझ्नुभयो हजुरहरूले होइन त्यो दुईजना दुश्मन देखेको छैन अनि यसो क्लियरिफिकेसन चाहिँ आई थिङ्क हाम्रो डिरेक्सन टिमले गर्नुहुन्छ होला अनि रियलमा भन्नुपर्दाखेरि हेर्नुहोस् हजुर मलाई जज गरेको हो प्रियङ्का म्यामले पहिला म के पनि नहुँदाखेरि इन्डस्ट्रीमा भर्खर छिर्दाखेरि उहाँ इन्डस्ट्रीको टप हुनुहुन्थ्यो र स्टिल पनि हुनुहुन्छ होइन त्यो लेभलदेखि उहाँले मलाई ग्रुमिङ गर्नुभएको म किन उहाँलाई इन्सपिरेसन भन्छु भन्दाखेरि अहिले पनि हजुरले एन्सर सुनिनै हाल्नुभयो होइन यति मोटिभेटिङ छ दुनियाँमा केही पनि थिएन हामी लाइक नर्मल साधारण मान्छे पब्लिक फिगर पनि थिएन नि त तर एउटा जजको काम जज गर्ने जाने थियो नि त तर उहाँले यति मजाले हामीलाई त्यहाँ कन्टेस्टेन्टलाई पनि आएर यति मजाले ग्रुमिङ गर्नुहुन्थ्यो सिकाउनुहुन्थ्यो होइन हामीलाई त्यो पाथहरू देखाउनुहुन्थ्यो यसरी गर्नु भनेर त्यहाँदेखिबाट भएको कारणले गर्दाखेरि चाहिँ आई फिल लाइक सानो बेबी जस्तो फिल हुन्छ कि म चाहिँ उहाँको अनि स्टिल पनि मलाई गाइड गरिरहनु भएको हुन्छ होइन अनि त्यो हुनाले चाहिँ त्यस्तो त आउँदैन लाइक त्यो पाठै भएन नि त अनि म चाहिँ उहाँलाई मेरो इन्सपिरेसनको रूपमा र इन्डस्ट्रीमा कसरी चल्ने धेरैजना आर्टिस्टहरू छन् तर म चाहिँ उहाँलाई किन लिन्छु भन्दाखेरि हजुरहरूलाई थाहा नै छ प्रियङ्का कार्कीको जर्नी होइन यो इन्डस्ट्रीमा कस्तो छ भनेर सबै कुराको उहाँकै फुट स्टेपमा हिँड्ने प्रयास गर्छु र धेरै कुरा सिकेको छु र उहाँले पनि धेरै गाइड गर्नुहुन्छ एन्ड आइ एम भेरी थ्याङ्कफुल अनि त्यस्तो केही पनि छैन हजुर हजुरले भन्नुभयो हजुरको 3 वर्ष लाग्छ भने मेरो 1.5 वर्ष लाग्छ दुश्मनको नाम भन्नलाई हुन्छ हजुर किन भन्दा सबैजनाले भन्नुभयो जस्तो एउटा राम्रो पाथमा हिँडिसकेपछि चाहिँ मन पराउने मन नपराउने सबैको आफ्नो फ्लेभर हुन्छ होइन त्यसलाई दुश्मन भन्दा पनि आफ्नो टेस्ट हो नि त कसैलाई पिरो मनपर्छ कसैलाई गुलियो मनपर्छ अब त्यो हामीले भन्न मिल्दैन नि त पिरै खाऊ या गुलियो खाऊ भनेर अनि मेरो पनि आफ्नै प्याटर्न छ हिँडिरहेको छु अझै एक्सप्लोर गरिरहेको छु अझै धेरै कुरा गर्नु बाँकी छ अझ झन् यो मुभीको पोस्टर आएपछि चाहिँ मलाई झन् धेरै थाहा कि दुश्मनको प्रियङ्का दिदीले पर्सनली मलाई मेरो मुभीको पोस्टर आउँदाखेरि उहाँले सेयर गर्नुभयो होइन एट द सेम टाइम मलाई यति राम्रो स्विट मेसेज पनि लेख्नु भयो अनि मेरो आफ्नै साथीहरूले चाहिँ क्या जुन चाहिँ मलाई सपोर्ट गर्नेहरू हुन्छ नि त सो जति हजुर प्रगति गर्नुहुन्छ त्यति चाहिँ दुश्मन अगाडि आउँदो रहेछ क्या